पछिल्लो समयमा चाहिँ नेपालका स्थानीय रैथाने बाख्राहरूलाई चाहिँ विदेशबाट आयात गरेर ल्याइएका बाख्राहरू चाहिँ विस्थापित गर्न लागिसकेको अवस्थामा छ र नेपालको स्थानीय बाख्राहरूमध्ये खरी बाख्रा चाहिँ एकदमै उत्कृष्ट जातको बाख्रा हो। विदेशबाट आयात गरेर ल्याएका बाख्राहरू भन्दा पनि यो बाख्रा चाहिँ लोकप्रिय र उत्पादनका हिसाबमा पनि एकदमै राम्रो छ। त्यसैले आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई खरी बाख्राको बारेमा सम्पूर्ण जानकारीहरू दिने प्रयत्न गर्नेछु। अनि तपाईँहरू पनि बाख्रा पालन गर्दै हुनुहुन्छ या बाख्रा पालन गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो खास हुन सक्छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ या हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने बाख्रा पालन सम्बन्धी विभिन्न खालका जानकारीमूलक भिडियो लगायत हाम्रा फार्मका विभिन्न गतिविधिहरू हेर्नको लागि चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अहिले पछिल्लो समयमा चाहिँ खरी बाख्राहरूमा हाडनातामा प्रजनन भएका कारणले यस खरी बाख्राको गुणस्तर चाहिँ खच्किँदै गएको अवस्थामा छ। पहिले चाहिँ के हुन्थ्यो भने 17-18 महिनाको उमेरमा चाहिँ खरी बाख्राको बोकाहरू चाहिँ विशेष गरेर खसीहरू चाहिँ काट्दाखेरि 58-60 केजी पुगिरहेको अवस्था थियो भने अहिले चाहिँ 2 वर्षसम्म पाल्दाखेरि पनि 20-25 केजी नपुगिरहेको अवस्था छ। यस्तो हुनुको पछाडि चाहिँ हाडनाताको कारणले गर्दाखेरि यस्तो भइरहेको अवस्थामा छ। अनि यो बाख्रा चाहिँ नेपालको सन्दर्भमा चाहिँ एकदमै लोकप्रिय बाख्रा हो। अनि यो बाख्रा किन लोकप्रिय छ भनेदेखि चाहिँ यो बाख्रा चाहिँ 2 वर्षमा 3 पटक ब्याउने गर्दछ र प्रति बेतमा चाहिँ 2 या 2 भन्दा बढी पाठापाठी जन्माउने क्षमता राख्दछ। यो खरी बाख्राको चाहिँ दुध उत्पादन क्षमता राम्रो भएकाले यसले जन्माएका पाठाहरूलाई चाहिँ राम्रोसँग हुर्काउने पनि गर्दछ। यसका अलावा यस बाख्रालाई पाल्नलाई पनि अति नै एकदमै सजिलो हुने गर्दछ। यसलाई चाहिँ हामीले बदुवा पद्धतिबाट पनि पाल्न सक्छौँ भने हामीले चरण पद्धतिबाट पनि पाल्न सक्छौँ। यसले चाहिँ बदुवा पद्धतिबाट पाल्दैछौँ भने चाहिँ विभिन्न खालका घाँसहरूलाई चाहिँ जस्तो सुकै घाँसहरूलाई पनि रुचाएर खाने गर्दछ भने हामीले यदि यसलाई चाहिँ चराएर पाल्दैछौँ भने भिर पाखा कुना कन्दारामा गएर चाहिँ यसले घाँसहरूलाई खोजी खोजी खाने गर्दछ र यो मस्त फस्टाउने गर्दछ हामीले चराएर पाल्ने गऱ्यौँ भने पनि। त्यसै गरी यस बाख्राको चाहिँ अन्य आयातित बाख्राहरूको तुलनामा चाहिँ रोग प्रतिरोधात्मक क्षमता चाहिँ एकदमै ज्यादा हुने गर्दछ र यो बाख्रालाई चाहिँ नाम्ले जुकाहरूको प्रकोपले पनि त्यति धेरै सताउने गर्दैन। जस्तै अरू आयातित जातका बाख्राहरूलाई चाहिँ नाम्ले जुकाहरूले चाहिँ एकदमै धेरै सताउने गर्दछ भने यसलाई चाहिँ यस जातको बाख्रालाई चाहिँ नाम्ले जुकाहरूले पनि त्यति धेरै चाहिँ सताइरहेको अवस्था हुँदैन, किनभने यसको चाहिँ रोग प्रतिरोधात्मक क्षमता चाहिँ एकदमै धेरै हुने गर्दछ। त्यसै गरी यस खरी जातको बाख्राको खसी बोकाहरूको मासु चाहिँ अलिकति स्वादिष्ट र तिखर पनि हुने गर्दछ। यस खरी जातको बाख्राले चाहिँ एकदमै कम सल आहारमा पनि राम्रो उत्पादन दिने गर्दछ। तुलनात्मक रूपमा चाहिँ तुलना गरेर हेर्ने हो भने विदेशबाट आयातित गरेर ल्याएका बाख्राहरूको तुलनामा यस जातको खरी जातको बाख्राको चाहिँ उत्पादन क्षमता पनि एकदमै राम्रो हुने गर्दछ। भन्नुको तात्पर्य के छ भने हाम्रो बोयर जातको बाख्राले चाहिँ खरी बाख्राको जस्तै उत्पादन क्षमता हुन्छ। यसले चाहिँ 2 वर्षमा 3 पटक ब्याउने र प्राय जुम्ला पाठापाठी पाउने क्षमता राख्दछ भने अन्य जातका बाख्राहरू जस्तै सिरोही बिट्टल जमुनापारी जातका बाख्राहरू चाहिँ वर्षमा 1 पटक ब्याउने र आधीले चाहिँ एकल पाठापाठी पाउने भने आधीले चाहिँ जम्ला पाठापाठी पाउने गर्दछन्। त्यसरी हेर्दाखेरि मलाई चाहिँ आफ्नो अनुभवले हेर्दा चाहिँ हाम्रो स्थानीय खरी बाख्रामा चाहिँ बोयर जातको बोकाहरू ल्याएर क्रस गरायौँ भने त्यहाँबाट उत्पादन भएका पाठाहरू चाहिँ अलिकति राम्रो हुने गर्दछ। खरी बाख्रा चाहिँ एकदम उत्कृष्ट भइसक्यो। पछिल्लो समयमा हाडनाताकै कारणले यसको उत्पादन क्षमता या गुणस्तर खच्चिँदै गएको नि त। त्यो भएकोले चाहिँ हामीले खरी बाख्रा र अन्य जातका बाख्राहरू क्रस गर्दाखेरि त्यो बिचमा चाहिँ कुनै पनि नाता सम्बन्ध नभएको कारणले त्यहाँबाट चाहिँ हामीले राम्रो उत्पादन लिने गर्छौँ। अनि तपाईँहरूले पनि बाख्रा पालन गर्दै हुनुहुन्छ भने चाहिँ कुन जातको बाख्रा पाल्दै हुनुहुन्छ, तपाईँहरूले चाहिँ कुन जातको बाख्राबाट चाहिँ एकदमै राम्रो उत्पादन लिइरहनु भएको छ, आफ्नो चाहिँ अनुभवका आधारमा चाहिँ आफ्ना कुराहरू चाहिँ तलको कमेन्ट बक्समा राखिदिनु होला। तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनु होला। अनि यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ आफ्नो ठेगाना चाहिँ तलको कमेन्ट बक्समा राखिदिनु होला। अनि भिडियो मन पर्यो भने भिडियोलाई 1 लाइक गरिदिनु होला। अनि अझै पनि हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुभएको छैन भने बाख्रा पालन सम्बन्धी विभिन्न खालका जानकारीमूलक भिडियो लगायत हाम्रा फार्मका विभिन्न गतिविधिहरू हेर्नको लागि चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। हजुरहरूको दिन शुभ रहोस्।